मेरो कविताको शीर्षक आमा। म मेरो आत्मा र मेरो आमा, मेरो सृजना हो मेरो आमा, मेरो पहिलो टुकटुकी मेरो आमा, मेरो पहिलो सास, मेरो पहिलो चाल, मेरो पहिलो आवाज, मेरो पहिलो आभास मेरो आमा, मेरो पहिलो गुरु, मेरो पहिलो साथी तिमी नै त हो आमा। मेरो रक्षक, मेरो प्रेरणा, मेरो आत्मविश्वास, मेरो शक्ति, मेरो आशा, मेरो भरोसा मेरो आमा। म सोचिरहेछु कुन देवीको शक्ति छ तिमीसँग, मेरो लागि हर दुःख कष्ट सहिदिन सक्ने, मेरो लागि हर कहरसँग लड्न सक्ने, मेरो खुसीमा रमाइदिने, मेरो दुःखमा रोइदिने, मलाई केही पर्दा छटपटाउने मेरो आमा। मेरो सफलतामा खुसीका आँसु झारिदिन सक्ने, खतरामा मेरो रक्षक बनी उभिदिन पनि सक्ने मेरो आमा। हे आमा, म सोचिरहेछु कुन देवीको शक्ति छ तिमीसँग, निश्चल, निस्वार्थ, अविरल, आत्मीय, कञ्चन मायाको सागर मेरो आमा। खै के थाहा तिम्रो मायाको पैँचो तिर्न सकौँला नसकौँला। जीवनको यात्रामा मलाई सँगै दोहोर्याउने तिम्रा हातहरू काम्न थालेछन्। मेरो गन्तव्यको दूरी नापिदिने आँखाहरू धमिलिन थालेछन्। मेरो हर समस्यामा चट्टान बनी उभिदिने तिम्रो शरीर गल्न थालेछ त आमा। तैपनि कुन देवीको शक्ति छ तिमीसँग, मेरो खुसीमा नै रमाइदिन सक्ने मेरो आमा, मेरो हाँसोमा हाँसिदिन सक्ने मेरो आमा। सायद आजभोलि तिमीलाई हिजो जस्तो समय दिन सकिन होला, तिम्रो काखलाई सिरानी बनाई सपना देख्न पाइन होला, हरेक दिन तिमीसँग बात मार्न पाइन होला, मेरो माया बाँडियो होला, म कतै हराएँ होला, म कतै भुलेँ होला, तर मेरो शरीरमा बगेको तिम्रो रगतको कसम मेरो जीवनभन्दा प्यारो लाग्छ, तिमी मेरो आमा। म भित्र एक मुट्ठी सास र हुन्जेल तिम्रै साथमा रहनेछु। याद राख्नुस्, मेरो जीवनको अन्तिम सास तिम्रै नाम हुनेछ आमा।